किन लाइट बालेको बोइलर खान आउनुभयो अहिले अलि फुत्लाइसकेपछि के को बोइलर लोकल भाले सेतो भाले अनि ससुरालीमा साइडमा स्ट्रबेरीको बुटा हेर्नुहोस् कस्तो राम्रो देखेको यहाँको कुखुराको धुम त्यहीँबाट निकालेर चक्क पारेको त्यहाँ यता उहाँकी सासुआमा त्यो पछि पनि कुखुराको धुम सासुआमाले लसुन फोक्दै हुनुहुन्छ फेरि यहाँ त कम्बिनेसन छ म एउटा छु फेरि चिज भन्दै भिडियो बनाउँछु कजना काम कि चिज कुखुरा कसले काटेको साथी नढाँटिकन भन्नु त मैले कुखुरा कसले काटेको भन्नु मैले कसम कसम तिम्रो भन्नु कसम खुदा कि हेर्दो खुदा कसम ओए खुदा भनेको नि भगवान् यो झुटा आदमी कस्तो माथि खोला यस्तो बाजे हो अब चट्ट पारामा फेरि अब यो आउँछ अरे कपाल सबै रम निकाल्यो अनि फेरि यत्रो कुकुरले खाने हजुर रम अर्डर गरेर रमायो रम आउँदैछ रम खाने कि हुस्की खाने भनेको होइन रम के रम खाने कुकुरी त्यो त हाम्रो पसलमा छ नि कति फुल बोतल कि क्वार्टर क्वार्टर हो एउटा भए पुग्छ तिमीले खाने दुइटा मन न त एउटा मैले किन नखाने त सब खाने नि आज त सासू ससुरा ज्वाइँ छोरी छोरा बसेर पुरै ए फुल बोतलै सकिन्छ क्या हो हुन त मम्मीले खानुहुन्छ अरे मम्मी त झनै खाइहाल्नुहुन्छ नि होला यिनी ज्वाइँ किनी सर्दैछ न है मेरी छोरी घुँडायो गरे लयो लयो गर मेरो छोरी लयो हामीलाई एक्लै बनायो अनि आएर फेरि जहिले आउँछ तहिले लोकल कुरा खायो भएन भनेर हामीलाई रम खुवायो अहिलेसम्म मुखा पारिदिन गर ज्वाइँ भन्नुहुन्छ म त फेरि खाएर दबाई घर सिकेँ गो म त खान्छु पल्लो रुममा गएर नाच्छु थाहा